अस्तिको ऱ्याप सबैजनाले मन पराइदिनु भएको थियो, त्यसैले यो ऱ्याप पनि मेरा विदेश जान बाध्य हुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको लागि है त। यही त्रिभुवन एयरपोर्टमा युवाहरूको लाइन लाग्छ, देशका कर्णधार आज विदेश पलायन भएको छ। म पनि जान लागेको सपना बोकी विदेश, हामी छोरा छोरी छोड्न बाध्य बाबा आमालाई आज। आमाले भन्छन् बाबु विदेश नगए हुन्न र, नेपालमा बसी आमा कसले खान दिन्छ र, न यहाँ काम मिल्छ न यहाँ दाम मिल्छ, जान्छु म आमा फोन गर्छु विदेश पुगेर, राम्ररी बस्नु आमा जहाजले कुरिरहेछ, विदेश नजा भन्दै कुकुर पनि भुकिरहेछ, नेपालमै दुःख गरम आमाले नजा भन्छन्, कसको कुरा मान्ने होला मन मेरो दुखी भएको छ। कमाउनलाई विदेश नगएर भइन, नकमाउँदा गाउँ घरमा इज्जत मिल्दैन, हाम्रो देशका युवाहरू सबैजना विदेश, आज गाउँ घरमा मान्छे मर्दा मलामी छैन। यो मन हिरा जलैको, आज गाउँ घरमा मान्छे मर्दा मलामी छैन। यो सत्यता हो, यो हाम्रो गाउँ समाजमा भइरहेको अहिलेको हाम्रो समाज जसै खाली भइरहेको छ, युवाहरू विदेशतिर पलायन भइरहेको छ, अनि हाम्रो गाउँघरमा भएका बुढापाकाहरू मर्दाखेरि मलामी छैन। यो सत्यता हो। यदि हजुरहरूले यो ऱ्याप मन पर्यो भने एक लाइक गर्न नभुल्नु होला। हस्, धन्यवाद हजुर है त।